आएको छु किनकि यहाँनिर चाहिँ मनाउनुहुन्छ नि त आज That's why मैले यो कुर्ता लगाएको छु It's not a kurta actually it's के भन्छ त्यो कट सेट टाइपको मैले मेकअप पनि गरिसकेँ मेकअप पनि गरिदिइसकेँ सबैजनालाई बाई बाई लेट्स सी सबैजना के गर्दै हुनुहुन्छ आज तपाईँलाई म ब्याक क्यामेराबाट देखाउँछु ओके ओके एट फर्स्ट हाम्रो मम्मी चाहिँ फुल रेडी भइसक्नु भयो यहाँनिर ग्लो गरिरहनु भएको छ अनि आसु सबभन्दा अगाडि रेडी हुनुभएको त्यही भएर लिइराइसक्नु भयो यहाँ आसु मन्जिल चाहिँ यहाँनिर मामासँग फोन खेल्दैछ बिहानदेखि मामालाई गेम खेल्नु सिकाएको क्या हो मन्जिलले नेट छैन है अब लेट्स गो टु नेक्स्ट रुम यहाँनिर छ मेरो एकदमै नक्कली बहिनी है इस कति राम्रो देखेछ घुमेर देखाए ओके माइजू पनि रेडी हुनु भइसक्यो मम्मीहरूले नोटिस गर्नुभयो होला सेम लुगा लाउनु भएको छ यहाँ अब अर्को रुम जाउँ यहाँनिर चाहिँ छ बच्चा ग्याङहरू हाई जेनिस हाई भन्नु अनि यहाँनिर छ हाई पूर्णिमा होइन अनि झर्ना छ कति लजाएर बसिरहेछ यहाँ हाम्रो दिदी हुनुहुन्छ मैले मेकअप गरिदिएको है दिदीलाई कति राम्रो देखिरहेछ यहाँ हुनुहुन्छ हाम्रो ठुली मम्मी हेलो यता हेर्नु न ठुलो मम्मी यहाँनिर दाई पनि हुनुहुन्छ ए मदर्सहरू यहाँनिर आयो कता हाँसेर दिएको एउटै हेलो हाई गरिदिनु अब यहाँ भिडियोमा हेलो हाई म चाहिँ साइली छोरी खै भनेको अनि ठुलो मम्मी म जेठी छोरी भन न यहाँ चाहिँ हाम्रो टिकटक ग्रुपहरू छ है यहाँ अब टिकटक बनाउँदै हुनुहुन्छ तपाईँको फोन चार्ज टिकटक बनाउँदै हुन्छ हामी अब यहाँनिर फोटो खिच्दैछौँ बसेर बस बुढा बुढीहरू मन्जिल ओ मन्जिल यता आउनु फोटो खिच्न त्यो सिङ्गल हो त्यो ओ माई गॉस हाई हेलो ब्लगमा हाई भनिदिनु एउटा टिकटक बनाउन त्यही बस्नु न अब हामी तामाङ गीतमा टिकटक बनाउन आँटेको बाई बाई मन्जिल यता आउनु यहाँ हेर्नुहोस् यहाँ एउटा हरेक फ्यामिलीमा एकजना यस्तो हुन्छ फोटो खिच्ने कार्यक्रम भने अहिले पनि सकेको छैन हाई अब चाहिँ दिदी बहिनीसँग फोटो खिच्नुहुन्छ यहाँनिर मम्मी यहाँनिर हुनुहुन्छ हाम्रो जेठा मामा यहाँ हुनुहुन्छ हाम्रो कान्छा मामा फोटो चाहिँ खतरा आएको छ हेर्नुहोस् यहाँनिर ओके जाऊ त झर्ना माथि त्यो मसला पिन्ने लिएर आऊ
फुल पनि छ उनीहरुको सिका यसलाई आउँदा रहेछ त नि भन्न पानी नचुराइन यता दाइने चाहिँ घुम्नु होला पानी पानी चाहिँ चलाउँदैन अलिअलि चुरा ओइ कुट्ने ल्यायो अचार पिस्नेको भित्र हो अलिक यसो ढाड घोप्टाउनु कान्छ दाजु त्यसरी त्यो आँटेन अब त्यहाँबाट एकचोटि भयो कतिचोटि 3 चोटि अनि पानी पो खुवाउनुपर्छ होला चामल चाहिँ राख्नुपर्छ अरे क्या त्यस्तो यो बिचमा पिठो चाहिँ बस्दो रहेछ बसिहाल्दैन रहेछ अहिले उता लाइसम्म अलि मलाई सुत्छ यो सुतेर कहाँ सुत्दैन फेरि ओ लजाउँछ पैसा त्यतिकै हो। यसको टाँसी ल्याउनु पर्ने होइन मेन रोड गीत होइन त्यो छेउबाट बजेको क्या ओइ त्यो फोन बन्द गर बन्छ चार्ज सकेपछि मात्रै बन्द हुन्छ एकछिन चार्ज नगरिदिने टोपी माथि अनि मात्रै यो बोल्छ हाँस्छ दुई अहिले म त हातले बाँच्दिनँ हेर्नु उसको टाउको छुन्छ हेर्नु न अलिकति के गर्नु टाउको अझै एउटा छ उस्तै छ उड्नु अप्ठ्यारो परेछ पल्टा मङ्कीको फुल इन्डियाको होला यो चाहिँ उता राख्नु नि के हो बाबा त आमा आयो खानु तुला जितेर खानु दुश्मनका अगाडि ठाडो अब चाहिँ त्यतिलाई अब चाहिँ माइतीलाई चेनले ढोक्ने हो अब चाहिँ क्यामेराले त है बनाउँदैछु यहाँ माइली दिदी म बिन्नु माइलीको पनि भाग आउँछ नि यहाँ सबैको भाग बिन्नु परेन यहाँ ओइ माइली दिदी उ पहिला पालो बस्छु क्यामेरामा बस्नु गर है के हुँदैन हो ढोकेको ढोए यहाँनिर सिक्दै गर है केटी हो तिमीहरू पनि अर्को वर्ष त भाइलाई टिका लगाइन्छ होला नि मेघनाले अरे मलाई नि धन्यवाद
चिज गर सिर्जना उयो छ भाइको होइन उ त मेरो पर्स हुन्छ ए देखा न धन्यवाद ढोग्नु पर्दैन मेघना यो चाहिँ हामीले भाइलाई किनिदिएको देखाउनु अगाडि सो नाइस मन्जिललाई नयाँ ब्याग ल यहाँभित्र हेरिसक्यो नि त्यसले पहिला यहाँ ढोग्नु पर्छ नि हेर्नु ल ल ल यहाँ ल ईशा दिदीलाई यो ढोग्नु ईशा दिदीलाई ल खुट्टामा 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 गुड बोय दिनु अनि त्यो दिनु ईशा दिदीलाई थ्याङ्क यू लुना दिदीलाई लुना दिदी खुट्टा ढोगी पहिला पहिला खुट्टा ढोगी म यो चाहिँ भिडियो रेकर्ड हुन्छ है 25 समय ल मेघना दिदीलाई ढोग्नु खुट्टामा खुट्टा ढोगी ढोगी गुड अनि आऊ पाइ उ सिर्जना दिदी खोइ सिजना दिदी सिर्जना यहाँ ढोगी अलि उता उता ढोगा मलाई सिर्जना ओहो चार मेरो पनि यहाँ छ गाइस रोपोको परिरहेछ Okay guys, very very happy. कति ज्ञानी हौ Hi guys, अब चाहिँ हामी खाना खानुमाथि जान आँटेको म बजाउँछु मुरली तिरी तिमी नाच फेरि गाइस म चाहिँ आऊ न तिम्रो नाम के हो भन त यहाँ कस्तो गाइस यो चाहिँ धरान यहाँनिर चाहिँ खानेकुरा रेडी यता छ आलुदम माछा यो नि माछा होइन यो विङ्स and then this is pork egg daru cheers cheers happy happy tiaro मन्जिल नयाँ ब्याग पाएर खुसी हो ईशादले मात्रै दिएको अरे होइन हामी सबैले दिएको पो त नि म चाहिँ कसरी दिएको तिमीलाई सबै दिदीले दिएको भन्नु थ्याङ्क यू भन छिटो हाम्रो खाना हामीले चाहिँ भात नखाएको अहिले बहिनीले चाहिँ भात खाँदैछ के पो सबैजना एकछिन एकछिन हामी चाहिँ अब खाना दिएको एक्सट्रिम Cheers. आइ गर्नु मेरो नाम मन्जिल भन्नु भन् अनि मेरो दाँत छैन भन्नु अनि यो चाहिँ मन्जिलको कलर बुक यो कसले बनाएको मन्जिल यो हाई अहिले चाहिँ हामीहरू यहाँनिर डान्स हुँदैछ खोइ गीतै सक्यो त कुन गीत हो आसु चाहिँ ननाच्नु अरे सक्यो अरे गले गाउने आएन नाच्नै आएन कश्मीरे पछौरी जलजिरेको दिल मोहनी म गाइदिन्छु ल नाच लाग्ला है गाउँलेको बोलीले ओके हाँस खेल नगर भोले
सेर नगर खै नानीहरू दाजु हाई हिरोइन जाऊ नाचौ त गर उफ्ल छिटो छिटो नाच तपाईँ चाहिँ क्या छ नि त दिन हामीले कमेन्ट भएन भइरहेको छ यहाँ म गीत छान्दैछु गीत लाइदिउला चोखो पियारो लैजाऊ घुमाउन मलाई तमेल बजार ट्याउसी चढाउँदै लाइदिउला चोखो पियार चोखो मियार